रसुवाको लेहन्दे खोलामा आएको बाढी भोटेकोसीमा मिसिएसँगै रसुवा र नुवाकोटको चाहिँ धेरै क्षेत्रमा बाढीले ठुलो भौतिक क्षति गरेको छ र यो पछिल्लो 50 वर्षभन्दा पछाडिको धेरै ठुलो बाढी आएको छ नेपालमा र यो बाढीले मानवीय क्षति पनि ठुलो गरेको आशंका गरिएको छ। पूर्व सूचना कम हुँदाखेरि र त्रिशुली नदी र भोटेकोसी नदीको तटमा रहेका धेरै बजारहरू तल बेत्रावतीसम्म आइपुग्दाखेरि नुवाकोटको बेत्रावती आइपुग्दासम्म धेरै बजारहरू, घरहरू, सवारी साधनहरू बगाएको छ, सडकहरू बगाएको छ, पुलहरू त्यसैगरी बगाएको छ। तपाईहरु देख्न सक्नुहुन्छ दृश्यमा यो बाढीको। हामीले स्थानीयहरूले विभिन्न व्यक्तिहरूले चाहिँ सामाजिक सञ्जालमा गरेको लाइभ राखेको भिडियो हामीले चाहिँ यहाँ कम्पाइल गरेर यहाँ प्रस्तुत गरेका छौं र यो पछिल्लो आधा दशक यताको धेरै नै ठुलो बाढी यो चाहिँ लेहेन्दे खोला मार्फत भोटेकोसीमा मिसिँदै यो त्रिशुली हुँदै आएको छ र यो रसुवामा बाढी ठुलो आयो भन्दै त्रिशुली नै आइपुगेर चाहिँ यसले त्रिशुलीबाट तल पनि धेरै पुलहरू बगाइसकेको छ र नदी किनारका घरहरू समेत बगाइसकेको छ। योभन्दा तलका स्थानीयहरूले चाहिँ सजगता अपनाएर आफूले सुरक्षित ठाउँतर्फ लाग्नुपर्ने देखिन्छ। तपाईहरु देख्न सक्नुहुन्छ दृश्यमा निकै भयानक ढंगले बाढी अगाडि बढिरहेको छ। पानी जोड परेर चाहिँ माथि ल तालसाल फुटे हो के पुरै भरेर धुवा छुटेर आएको चौकी सब बगिसक्यो। हेलो